फाइनल निशिता चाहिँ खावा आइपुग्यो होइन। म चाहिँ अब टक्क यो चाहिँ कतिले थाहा कि थाहा छैन होइन, यो चाहिँ जापानकै सबभन्दा ठुलो पार्क हो सोवाकिनेन कोवेन भन्ने होइन। यस्तो छ यहाँको माहौल। यो चाहिँ जति बेला पनि खुल्दैन होइन, यो चाहिँ अब बिहान 10 बजेबाट बेलुका चाहिँ 6 बजीसम्म खुल्छ होइन। अहिलेको सिजनमा चाहिँ यहाँ आउन एकदम रमाइलो हुन्छ होइन, फुलहरू फुलेको यताउति सब राम्रो हुन्छ होइन। एन्ट्री गर्ने ठाउँ हो, एन्ट्री गर्नलाई चाहिँ होइन यहाँबाट टिकट किटेर जान नि मिल्छ, नत्र यहाँ सुइकाबाट नि टच गरेर सुइका पासमा जेबाट टच गरेर जान मिल्छ होइन। ठुलोहरूको लागि चाहिँ 450 हो, बच्चाहरूको लागि चाहिँ 150 यस्तो समथिङ लाग्छ। यहाँ टच खोल्यो, खानापिनी गर्दैछन् कोही कोही। जस मान्छेहरू यत्रो धेरै छन्। अब यहाँबाट चाहिँ के छ भन्दाखेरि के देखिन्छ, यस्तो हेरेर यता जाम खेलाउनहरू यता मान्छे त प्याकाम प्याकालमा चाहिँ असोज कार्तिक होइन भदौ असोजमा जस्तो हुन्छ नि दसैँ तिहार लाउने, यहाँ नि अहिले त्यस्तै छ मौसम। यार क्लियर मौसम छ। म नि खेलिदिउँ कि कति मान्छे यहीँ सबै आदि त यहीँ हानाबी गर्न के गर्न चोरीबारी पनि खिचिखानु पऱ्यो। फोटो त चोरीबारी कति मान्छे र त मान्छे यता चाहिँ हानाबी गर्दैछन्। चोरीबारी ऊ त्यहाँ बाटो बनाइदिएको मान्छे जसै यहाँ बिचमा गएर छिर्छन् भनेरै पहिल्यै थाहा पाएर जापान सरकारले चाहिँ पहिल्यै बाटो बनाइदिएको, यस्तो गरेर खुलाइदिएको बाटो चाहिँ होइन। कति हुन्छ मान्छे टेन्ट लाएर पनि बस्छन्, सबै गरेछ नि मस्त सुत्ने। म चाहिँ पहिला त्यहाँबाट फोटो खिचेको थिएँ, फेरि आज नि त्यहाँबाट एउटा फोटो खिच्दैन पऱ्यो। यस्तो पासिङ गेम कोही के खेलेछन्, भलिबल फुटबल खेलेछन् होइन। रमाइलो छ त, रमाइलो छ यार, चाहिँ रमाइलो छ। ओ चङ्गा पनि उडाएको छ यार, मलाई नि यस्तो चङ्गा उडाउने दिन अब गए। मान्छे ओ माई गड कति हो, एउटै थरीको फुल राखिदिएर। यो त पहिला उता पनि भयो जस्तो लाग्थ्यो र अहिले यता छ, यस्तो छ यार रमाइलो। कति मान्छे जम्मा हुन्। अहिले कति ढिलो आएछ यार। फुलहरू ब्ल्याक हिरो रे, फुलको नाम हेरेर ब्ल्याक हिरो रे, पुरा मरिसकेको छ यहाँ फुल पनि। हेर्दा त अब यहाँ पोखरी आइपुग्यो होइन, टक्क यताबाट गयो। खानेकुराहरू एउटा स्टिकको लागि त्यत्रो लाइन बस्यो मान्छेहरू। अगाडिबाट पनि मान्छे आउँछ, पछाडिबाट पनि मान्छे आउँछ भनेर बच्चाहरूलाई राम्रोसँग हेर भने यस्तो सिकाइराखेको छ। खोइ त पानी सानी छैन, पहिला हामी आउने बेला पानी थियो, अहिले त पानी सानी सुक्यो। यताबाट घाम लाग्छ भने यताबाट जुन लाग्छ यार, अनि जुन र घाम एकैचोटि नै देखिन्छ यहाँ जापानमा। कस्तो अचम्म, कस्तो बबाल, एकैचोटि घाम नि देख्न सकिन्छ, जुन नि देख्न सकिन्छ। खतरा होइन त। आउने बेला पहिलाको पालि गएको बाटो आउने बेला होइन, म पहिला आउने बेला यहाँ पुरै ब्लू कलरको फुल थियो, अहिले चाहिँ चेन्ज गरेर पुरै रेड कलरको फुल हाल्दैछ क्या। यस्तो potato, long potato. Mentai mayonnaise. Potato mentai mayo 1つとピザ2つです。Potato mentai natsu.
हो होइन अब चाहिँ सब मान्छेहरू पनि लगभग गइसकेछन् अब आउने बेला चाहिँ पुरा पैसा काट्दैछ अब जाने बेला चाहिँ टच सच गर्न पर्दैन क्या कस्तो होला यस्तो गऱ्यो सब मान्छे निस्क्यो यता यता नि सब बन्द भइसक्यो मान्छेहरू निस्किँदैछन् शान्त भइसक्यो यार आउने बेला हल्ला हल्ला थियो अहिले जाने बेला चाहिँ बिस्तारै बिस्तारै सब मान्छे निस्केर भने 5 बजीबाट मान्छे निस्किनु सुरु गर्छन् अहिले 6 बजे लाग्यो अनि यस्तै छ धेरै हिँड्यो पार्क घुम्ने चक्करमा यत्रो यत्रो हिँड्यो धेरै हिँड्यो लास्ट थकाइ लाग्यो